यहाँहरू सबैलाई अभिवादन छ, नमस्कार तथा जय मसीह। यहाँहरू सबैलाई थाहा छ कि यौन 3को 16मा परमेश्वरले संसारको मानिसलाई औधी नै प्रेम गरेको कारणले आफ्नो एउटै मात्र पुत्रलाई संसारमा पठाउनु भयो, ताकि उहाँद्वारा सबै मानिसहरूले अनन्त जीवन प्राप्त गरोस् भनेर। अब यो अनन्त जीवन भनेको चाहिँ के हो? यीशु ख्रीष्ट स्वयंले यौन 17को 3मा अनन्त जीवनको परिभाषा दिनुभयो। यसरी भन्नुभयो कि अनन्त जीवन यही हो कि तिनीहरूले सत्य ईश्वरलाई चिनुन् र उहाँले पठाउनु भएको येशू ख्रीष्टलाई चिनुन्। धेरैजनाले भन्ने गर्छ अनन्त जीवन भनेको स्वर्ग जानु हो, तर होइन प्रिय। अभियसली प्रभु येशूलाई ग्रहण गर्ने बाइबल धर्मशास्त्रको सिद्धान्त अनुसार उनीहरू स्वर्ग जान्छन्, तर अनन्त जीवनको परिभाषा चाहिँ के हो भन्ने विषयमा येशू स्वयंले भन्नुभयो कि अनन्त जीवन चाहिँ साँचो ईश्वरलाई चिन्नु र उहाँले पठाउनु भएको येशू ख्रीष्टलाई चिन्नु चाहिँ अनन्त जीवन हो। त्यसो हुँदाखेरि आज संसारका सारा मानिसहरू नाश नहोस् भन्ने हेतुले अथवा अनन्त जीवन पाओस् भन्ने हेतुले ख्रीष्ट येशूलाई संसारमा पठाउनु भयो। यसको मतलब ख्रीष्ट येशूलाई चिन्नु नै अनन्त जीवन प्राप्त गर्नु हो, अनन्त जीवनमा सहभागी हुनु हो। त्यसो भए ख्रीष्ट येशूको माध्यमद्वारा मात्रै अनन्त जीवन सम्भव छ, अर्को भाषामा भन्नुपर्दा। किनभने यीशु स्वयंले भन्नुभयो योहन्ना 14को 6मा, बाटो सत्य र जीवन म नै हुँ। यसको मतलब यीशु ख्रीष्ट बाटो हुनुहुन्छ, जुन बाटो सत्य छ, अनि त्यो सत्य बाटोले जीवन पुर्याउँछ। त्यो जीवन चाहिँ अनन्त जीवन हो, कहिले अन्त नहुने जीवन, नाश नहुने जीवन। त्यो कारणले गर्दाखेरि यीशु प्रभुद्वारा मात्रै त्यो अनन्त जीवनलाई प्राप्त गर्न सम्भव रहेछ। आज यहाँहरू सबैलाई यो भिडियो मार्फत म के भन्न चाहन्छु भने, यदि तपाईँहरूले पनि आफ्नो जीवनमा अनन्त जीवनलाई प्राप्त गर्नुभएको छैन, अनन्त जीवनलाई अँगाल्नु भएको छैन भने अनन्त जीवन प्राप्त गर्ने एउटै मात्रै उपाय छ, साँचो ईश्वरलाई चिन्नु अनि यीशु ख्रीष्टलाई चिन्नु। यीशु ख्रीष्टद्वारा मात्रै त्यो साँचो ईश्वरलाई चिन्न सकिन्छ। गड ब्लेस यु। प्रभुले यहाँहरू सबैलाई आशिष गरून्। जय मसीह।